कारखानामै आएर सीसी क्यामेरा हुँदा हुँदै राखिरहेको मोबाइल चोरेर लाने व्यक्ति पनि हुनुहुन्छ। हामीले फोन गर्यौं, तुरुन्त फोन अफ गर्नुभयो, केही नलागेर पुलिस रिपोर्ट पनि गरेका छौं र आजसम्म मोबाइल भेटिएको छैन। र हिजो पनि मेरो मोबाइल हराएको थियो, घरबाट पसल आउने क्रममा मोबाइल हराएको थियो। मोबाइल यही हो, उहाँ दिदीले भेट्नु भएर मेरो मोबाइल हराएको केही समयमा नै फिर्ता गर्नुभयो। मैले कल गरेँ, उहाँले कल रिसिभ गर्नु भएर म मोबाइल लिन गएँ। ल एकदमै खुसी भएर चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो। उहाँ दिदीको लागि यो भिडियो बनाएको छु, हजुरहरूले पनि हेरिदिनु होला। मिति 2082 साल वैशाख महिनाको 25 गते करिब बिहान 9:30 बजे म घरबाट पसल निस्किने क्रममा मेरो मोबाइल बाटोमा खसेछ। बाटोमा खसेर म पसल आइपुगेँ। पसल आइपुगेर मोबाइल हेर्दा मोबाइल छैन। अर्को मोबाइलबाट मैले आफ्नो मोबाइलमा फोन गरेँ, फोन रिसिभ भयो। उहाँले एकजना व्यक्तिले भेट्नु भएको रहेछ। उहाँले फोन रिसिभ गर्नुभयो, हजुरको मोबाइल मैले भेटेको छु, म बालाजुबाट अन द वे अब बाहिर जाँदैछु, हजुर आउन सक्नुहुन्छ भन्नुभयो। उहाँ भएको प्लेसमा गएर चाहिँ मैले उहाँसँग मोबाइल लिएँ र उहाँसँगै मोबाइल लिँदा मैले उहाँसँग एउटा फोटो पनि क्लिक गरेको छु। उहाँलाई को कतिले चिन्नुहुन्छ या चिन्नुहुन्न होइन, यतिको इमान्दार व्यक्ति पनि हुनुहुन्छ होइन, सबैजना खराब हुनुहुन्छ भन्ने पनि छैन। हेर्नुहोस् न, र उहाँको मोबाइल पनि 15-20 दिन अगाडि हराएको थियो अरे। अनि उहाँको मोबाइल चाहिँ फिर्ता आएन, अब भेट्नेले दिनु भएन होइन। उहाँ यति इमान्दार व्यक्ति हुनुहुँदो रहेछ होइन। उहाँ दिदीले चाहिँ मेरो मोबाइल तुरुन्त उहाँलाई फर्स्ट कलमै उहाँले फोन पनि रिसिभ गर्नुभयो। तपाईँ कहाँ होला भनेर आतिनु भएको होला, मैले भेटेको छु, लिन आउनु भन्नुभयो र म लिन गएँ। मोबाइल चाहिँ यही थियो मेरो, यो मोबाइल हराएको थियो होइन। एन्ड्रोइड मोबाइल हो, त्यस्तो ठुलो महँगो मोबाइल पनि होइन। तर यो मोबाइलको भन्दा पनि मलाई यो भित्रको डकुमेन्टहरूको कति धेरै खाँचो हुन्थ्यो होइन। म जस्तै सबैजनालाई मोबाइल हराउँदा त्यस्तै हुन्छ, आफ्नो इम्पोर्टेन्ट डकुमेन्टहरू हराउँदा त्यस्तै हुन्छ। यदि हराएको सामान कसैले भेट्नुहुन्छ भने उहाँ दिदीले जस्तै इमान्दार भएर फिर्ता गर्नुहोला। सँगै ब्याड न्यूज सँगै गुड न्यूज भनेको यही हो होइन। मोबाइल हरायो, केही समयमै मैले फेला पारिहालेँ, उहाँले मलाई दिनुभयो। त्यस्तै गरी हजुरहरूले पनि अरूको मोबाइल अथवा इम्पोर्टेन्ट कुनै डकुमेन्टहरू भेट्नुहुन्छ भने, मोबाइल, पर्स लगायत अन्य सामानहरू अरूको भेट्नुहुन्छ भने सम्भव हुन्छ सम्बन्धित व्यक्तिलाई दिनुहोस्। यदि सम्भव छैन भने पनि सम्बन्धित निकायमा, पुलिस उसमा लगेर कहीँ लगेर चाहिँ दिनु होला होइन। त्यही भन्न चाहन्छु। उहाँ दिदीलाई चाहिँ फेरि पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिदी, हजुरलाई।